देवा जनगन्तन्नान् अवदनं पुरुषं पशुं जनेन जन्मयजन्त देवा तानि धर्माणि प्रथमान्यसन्नः तेहनाकं महिमानः सचन्तजित्रपूर्वे साध्याः सन्ति देवाः यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणं पदे पदे तिनचोटि भयो बोल्नु अलि जान्नु हावा लाग्यो कलश पानी धेरै अर्को टिका ल्याइछ नि अर्को म टिका चाहिँ अर्को टिकाको रात्रि पार्श्वे नक्षत्राणि रूपमसिनुर्वेक्तं मुङ्गणा सर्वलोकं महेक्षणः लगाइदिन्छु श्री सते लक्ष्मी सपकन्या बहुरात्रि पार्श्वे नक्षत्राणि रूपमसिनुर्वेक्तं महेक्षणा सर्वलोकं महेक्षणा मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुनरेकाक्ष मङ्गलाय तनोहरि केवर यहाँ राखेँ क्या हजुर श्री सते लक्ष्मी सपकन्या हो रात्रि नहसाइदियो न बसरी त हुन्छ नि श्री सते लक्ष्मी सपकन्या हो लगाइदिन्छु श्री सते लक्ष्मी सपकन्या हो रात्रि पार्श्वे नक्षत्राणि रूपमसिनुर्वेक्तं मुमुना सर्वलोकं महेक्षणः बेला भएको छैन निहुरिनुपर्छ हजुर सधैँ झुक्छु भने आवादेखि श्री सते लक्ष्मी सपकन्या हो रात्रि पार्श्वे नक्षत्राणि रूपमसिनुर्वेक्तं हरिः ओम मङ्गलं भगवान् सहयोग गरिदिनु हजुर मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुनरेकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपतिश्रामिः भयो ल श्री सते लक्ष्मी सपत्कन्या वहो रात्रे पार्श्वे नक्षत्राणि रूपमसिनुर्वेक्तं एखणा निखणा मम एखणा सर्वलोकं महेक्षणः पाउनु पर्ने चाहिँ हो क्यामेराम्यान अगाडि बढ्नुहोस् हामी ओम हिरण्यगर्भ समवर्तताग्रे भूतस्य जाता पतिरेकासितः अब नाप्नु बस कहाँ नाप्नु भएको थिएन हजुर नाप्नु भएको थियो थाहा छैन हात चाहिँ दाहिने हात अगाडि बढाइसक्यो होइन ल हिरण्यगर्भ समवर्तताग्रे भूतस्य जात पतिरेकासित देब्रे हातमा नाप्या रहेछ मैले त्यही भने पतिरेकासित पत्नीरेकासित एकछिन चाहिँ त्यहीँ राख्छ अनि पछि चाहिँ जता राख्नु लेफ्टमा छ नाप्या होला हो देब्रे हात नाप्नु भएको हुन्छ कि प्रायः जस्तो हामीले त्यो हजुर हिरण्यगर्भ समवर्तताग्रे भूतस्य जात पतिरेकासितः त्यो घुम्दो खोल्नु पर्दैन अहिले पर्दैन त्यो चाहिँ सट्टा अलिकति कोही माथि त 5 नम्बर पर्छ फेरि आफूले पसाउँदा सजिलो हुन्छ
गणेश पराजुली हाम्रा गोर्खाका छैन निप्ने हो कि बालै थाहा छैन निप्ने होला त्यो सबै भयो नि त त्यसमा भयो अब कुरा मिल्यो भने दुवैजना यतापट्टि अगाडि आइसक्यो अनि आम्ने सामने हुनुहोस् अनि बाबुले त्यो लगनको पोते हातमा लिइराख्नुहोस् कानको कसरी खोल्नु मिल्छ यो त त्यहाँ बस्नु जबरजस्ती नगर्नु यस्तो निचरेर यसरी दोबारा